Hello guys, welcome to back to my new vlog. आज चाहिँ हामी बल खेल्न जाँदै छौं जम्बो टिमसित। यहाँको परिचय दिनु होला। दिनुस् ललिपप कपीहरु गर्न भएन। हामी जाँदै छौं यहाँ। आज के भनेर खेल्ने हो भन्नुस्? आज ब्याक सटरमा म ब्याक लिपुर खेल्दै छु। अनि हेरी हाम्रो सुशील सर यो ब्याक सटर हो एक्स्ट्रामा हो। हाम्रो विपिन सर चाहिँ हैन क्विक। हाम्रो विपिन चाहिँ क्विक खेल्छन्। म त खेल्दिन हैन किनकि रिजन छ। के रिजन भन्नु होला त फेरि अब यहाँ खेलेपछि उहाँ खोलामा गएर मासु खाने म चाहिँ भेज परे। म चाहिँ खादिन हैन त्यही भएर म नखेलेको। अर्कोचोटि अरु म्याचमा खेल्छु। मेरो हतियार फेरि हो बहुत दुःख लागेको छ हामीलाई। जम्बो टिम पुरा भएको छैन हाम्रो। ल गाइस सिधै फिल्डमा गएर भेटौला। हे गाइस ल हामी चाहिँ मैदानमा आइसकेका छौं। केटाहरु चाहिँ त्यहाँ तल छन्। बस्दै मान्छे आएको गाइस। जम्मै सिधै फिल्डमा जाऊ। भलिबल टिम ओए नयाँ बल लिएर आछ। प्र्याक्टिस गरिरहेका छन्। प्र्याक्टिस शिशिर ब्लग्स भन्छौ सुशील ब्याक सेटर ओए ल ल ल धमाकेदार स्पाइक। अब विमल सुनारको धमाकेदार स्पाइक गएन फिङ्गर पल्टिएको छ। ओए दुवै टिमले नै सो बल देखाउँदै विरोधीलाई बल उडाइदिए। ए गयो 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 जा पिरे लिएर। खेल्ने चाहिँ 3 टिम हो। एक टिम आएको छैन। हो त अमृत विपिनको सो बल फेरि खेलाडी लाग्यो होला। भएन गाइस राजुले यहाँ काडो बिजहरू सुशील चाहिँ काडो लिन गएको छ। निकाल्नु पर्यो नि। गाइस यहाँ चाहिँ प्र्याक्टिस हुँदैछ। यता चाहिँ हाम्रो टनले यहाँ नाम लेख्दै सबैको टिम दर्ता भइसक्यो। अझै एउटा टिम बाँकी छ। यिनै हो नाम लेख्ने। प्र्याक्टिस चलिरहेको छ। गाइस एन्ट्री फी आइसक्यो ह। यहाँ चाहिँ प्र्याक्टिस हुँदैछ अझै पनि। गाइस यहाँ चाहिँ सो म्याच हुँदैछ सर्भिसमा विमल सुनार। विपिन परिवारको स्पाइक के भन्छ ए त भन्छ। सर्भिसमा विमल सुनार रिसिभमा अप्सन छिनाल। सर्भिस आएको छ रयल टिमको। सर्भिसमा अश्विन गैरे। जाली बाधा बनेको छ। सर्भिसमा पुनः विपिन छिनाल। उता जाऊ न। ओ विपिन छिनालको दमदार स्पाइक। विपिन बिट्राकोटीको सर्भिसमा विपिन छिनाल। सर्भिस बल कट्न असफल। नम्बर फेरि पनि टिम लामडाडा। रेफ्रीमा शिशिर ब्लग्स।
बल कट्यो तर रिसिभ उठेन सर्भिसमा पुनः फेरि पनि विपिन छिनाल क्विक स्पाइक ब्लक सर्भिसमा फेरि पनि विपिन बिट्राकोटी यहाँ छिनाल धेरै छन् त्यही भएर उनको बिट्राकोटी हो ल सर्भिसमा फेरि पनि उनी लगाइदिएको एकैछिन गाइज अब चाहिँ हाम्रो पालि हो यहाँ मेरो टिमहरू चाहिँ यिनी हुन् यहाँ मैले क्यामेरा चाहिँ अमृतलाई दिन्छु है गाइज हाम्रो चाहिँ पहिलो नम्बर आएको छ रोकिएको छ सर्भिस दिँदैछन् आउट गएको छ के थाहा छ गाइज हामी भर्खर रोयल टिमसित खेल्यौँ जित्नेवाला थियौँ त्यही नि लास्टमा बाजी पल्टिदियो अब अरूको पाली छ यहाँ ओइ मेडल नचला अरे छोडेको भाग गाइज हामी चाहिँ थर्ड भयौँ लामडाँडा फर्स्ट जाँदाखेरि रोयलले सेकेन्ड ल यहाँ हेरौँ गाइज यिनीहरू फर्स्ट भएका हुन् हामी थर्ड देवानी मेडल पाइन्छ हो नि त लक्की गाइज हामी थर्ड भइयो मेडल पाइन्छ गाइज यति ल हेरौँ यहाँ मेडल पाइने भइयो गाइज हामी चाहिँ थर्ड भइयो मेरो क्याप कहाँ है हेरौँ लास्टसम्मको गाइज बेस्ट प्लेयरको छनौट हुँदैछ बेस्ट प्लेयर ल बेस्ट प्लेयर हुन्छ बेस्ट प्लेयर हेरौँ हु इज बेस्ट प्लेयर मान्छे चाहिँ यति धेरै छन् को बेस्ट प्लेयर हुन्छ त अब भोलि त त्यही अब फर्स्ट भएका मात्रै होला गाइज यहाँ चाहिँ बेस्ट प्लेयरको तयारी हुँदैछ सोबल गाइज हामी चाहिँ थर्ड भइयो जे पनि मेडल त पाइन्छ सेकेन्डको चाहिन्छ बोलाले बस्नु ओइ ए भाइ चुप बस्नु ओइ बस्नु एक ठाउँमा लाने सिधा अयो नआरो ल साइले बाली अमृतले बाली ल अमृत आइस रसाइले आइस खाने बानी त आइस गराउने
समीर सुनार गाइज हामी चाहिँ थर्ड भइएको छ पुरै दलले राजू दाई राजू दाई आयुष भाइ लेख्न अनमोल भाइ अनमोल कहाँ आने त ओ रनमती कामर पर्सन्तीको भाइ ओ भाइ नेपाली बेस्ट प्लेयरमा अप्सन लिब्रोमा अप्सन फर्स्टको होइन के बेस्ट प्लेयरको छोरा मैले ल्याइदिन्छु अब बोला बेस्ट स्ट्राइकर विपिन ओरियार नलागिएन भाइ यार बेस्ट बलर अमृत नेपाली शिवा बोके प्लेयर अमृत नेपाली बेस्ट प्लेयर अमृत नेपाली सेटर राजु बिका बलर शिवम नेपाली पैसा बाडा मरे फाइनली हामी जितेर थर्ड भएर घर जान थालेको यिनीहरू चाहिँ फर्स्ट भयो किनकि हामी विपक्षी टिममा थियौँ है बेस्ट लिब्रो लामडाँडा टिममा हात्तेरिका धन्नै पम्पै बिर्सेको यार बेस्ट लिब्रो यता त मक्खै लगाइ सिधै घर भेटौँ गाइज म चाहिँ खेल्दिनँ नि भनेको थिएँ त्यही पनि खेलेर पनि थर्ड भएर पनि आइयो अब तपाईँहरू पनि खेल्ने सोच्दै हुनुहुन्छ भने नसोच्नुहोस् गएर खेलिहाल्नुहोस् किनभने खेलेपछि नै सबै कुरा सिकिन्छ म पनि खेल्दिनँ भनेको थिएँ थर्ड भएर आइयो लगभग 10वटा जति टिम थिए जम्मैको मैले भिडियोको बनाएको छैन हैन हेर्नु होला।